यो चाहिँ 12 mm को स्काइलाइट ग्लासको लागि यहाँ हामी हाल्न र गइरहेको छौँ। यो हाम्रो केर्खाको साइड हो। अब यो आज यहाँ 16x12 को चाहिँ हामी यहाँ टफन ग्लासबाट यो छाना बनाउन लागिरहेको छौँ। यहाँ टेप पुगेको छैन, त्यो टेपमा त्यहाँ भेट्छ भेट्दैन होला। खेल्नु खेल्नु दाजु खेल्नु। खेल्नु छिने खेल्नु अब भित्र अझै यता घेर आयो त्यहाँ लेबल छैन थोरै त्यो तान्नु चाहिँ सबैतिर सिधा खेल्नु भाइ पनि खेल्नु यता कता थोरै यता हल्का भयो यता ज्वाइँ खेल्नु बस त्यहाँ लेबल मिल्यो ठिक छ। कहाँ मतिर बस्दा ठिकै हुन्छ त्यही निकाल्छु। उठाउनु दाजु अलिक उठाउनु ठिकै उठाउनु हुन्छ एउटा त्यहाँ काटेर टुक्रा हाल्नु खोइ टेप अब यताको के छ स्थिति? मिलो अरे त्यहाँ काम केही भन्दैन यता के छ पश्चिम हुन्छ यतिको यहाँ त पुरा ग्याप भइहालेछ नि। चलो ला त्यो निकाल्नु फर्स्ट ल यो निकाल्नु
यता धेर ग यता धेर ग उता तन्न ठिकै छ त्यहाँ उहाँ धेर ग नि त अझै तान्नु सिसा कस्तो साइज अलग अलग छ कि बास बास भयो उयो रासिन होला लु लु ल यो निकाल्नु एकछिन यस्तो होइन यो यहाँ मिलो लु त्यो उता बिस्तारो 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 बटाउनु है अरूपट्टि दामी भयो अब गाईको पगा माग्ने हो त्यही नाके काम गरेन अझै यहाँ तान्नु दाजु राख्नु पर्छ भन्छु म पर्छ त्यो त जान्छ कि अब फिनिसिङ गर्दा भयो त किन लानु भइसक्यो त अनि यो टेप निकाल्नु न त्यो बिगाल्नु लगाएर पकाइलु अनि किन उता लगिराख्नु उता जाँदै जाँदै त्यहाँ पुग्नु छ गइसक्यो राम्रो सफा भएको छैन अब यहाँ चल्नु यहाँ काट हालौँ काट्यो त पछाडि लग्यो पर्दैन यही गर्दा हुन्छ लाग्दैन उता लाउँछ अब राख्नु यता उता लाग्दैन अलिकति बाहिर निकाल्नु थोरै अब टेप निकाल्नु पर्छ त्यो कसरी निकाल्नु अब यसरी निकाल्नु त्यसरी नै राख्नु आदि आदि चाहिँ निकाल्नु गएको लामो लामो चाहिँ निकाल्नु पर्छ नि त्यही अलिकति चल्नु अब त काकाले सबै अनि त्यसको बिगार्दिन्छ यो तल
राख्नु उचाइ राख्नु नचोड्नु यहाँ तपाईँ उचाइ राख्नु तपाईँ नचोड्नु जुन उचाइ ठाउँमा राख्नु काट म निकाल्छु काट सजिलो गरेर बस्नु न नि बिस्तारो ल ल्याएर थोरै डाउन राख्छु थोरै डाउन हेर्नु सजिलो थोरै भित्र जान्छ अलिकति बाहिर भयो यहाँ पसेर अलिक भित्र गरौँ भनेको भएन त्यो खासियत नचिनेको भित्र भयो भयो तान्नु त भइसक्यो त अब जान्छ जान्छ यो त यहाँ कति काँसेको छ यतिको ग्याप राख्नु पर्ने अब त त्यस्तै त्यहाँ सिलिका लगाइदिनुपर्छ अब धेरै पर नजानु यो त बस्दैन उठाएर पेटो प्याक गर्नु पर्यो लु छ्यालिस पिस च्याप्टर पाइप भएको यस्तो गोलो पानी रहेछ अब यस्तो सब ट्याक्टर कहाँ टाँसिदियो साथीहरू छोड्नु त छोड्नु कत्रो ठिक्क हातले ब्यालेन्स लिनु नि अलिअलि थाम्दै थाम्दै चाहिँ गर्न सकिँदैन गडाइमा भएन अहिले थामेको यो काठ राखेपछि कहाँ छुट्छ हो पिछाडि सबै छोड्यो किन ठ्याक्कै छोप्छ अन्त मान्छेको छोप्छ फेरि त्यहाँ धेरै भयो मिलेन यो उचाल्ले सिसा त्यो माथिको भाग उडाउनु पर्ने तान्नु न त्यो उचाल्ले सिसा यहाँ उयो भयो त्यो माथिको भाग फुटाउनु पर्ने त्यसले तानो त्यसलाई समिलो त्यहाँ तानो के भयो अरे त्यहाँ सिसा तानो क्या उहाँ उठेन उठाउनु पर्यो त्यो उठाउने होइन त्यो जुन तुलो पारियो नि माथिको कम्ती तुलो पर्यो क्या माथिको फिनिसिङ मिलेन माथि त्यसले उठायो त्यो सिसालाई त्यो ठेल्नु त त्यो कर्नरबाट उठायो नि त कहाँ उठ्छ यहाँ सबै यत्रो उयो भएको छैन निकालेर यता यता ठेल्नु यो वालले कभर गरेर राख्ने गाह्रो यो पनि आउनु यो डाउन छ यहाँ उठाउँदाखेरि यो बस्छ भनेको माथिको भाग तास्नु परेको
पिसे निकाल्नु पर्छ ग्यास छ खायो त्यो अलिकति निकाल्नु पर्ने के गर्नु निकाल्ने निकाल्ने कि त्यो प्याकिङ हाल्दा अब सपोर्ट दिने के गर्ने कता फेरि बुझ्यो दुईटामा हाल्नु पर्यो त मिसाउने यो जाँदैन अब अलिकति निकाल्नु न निकाल्दा अलिक केही बिग्रेको छैन त त्यो कोतरौँ क्या त्यो माथि त्यो कर्नरमा उठ्नुपर्छ अनि यो कर्नर बस्छ त्यहाँ प्याकिङ हालिदिनु हुन्छ कहाँ यहाँ यो सिसामा यता यसमा यतापट्टि यता यता माथिल्लो हो त्यहाँ यहाँ त्यहाँ चाहिँ किन प्याकिङ हाल्नु सिसा उठो नि त अनि त्यहाँ अनि प्याकिङ हाल्नु छ उठ्दैन त्यो भेटेको छैन क्या टेपलाई फुट्छ सिसा सपोर्ट दिनु परेन सिसालाई उ त टेप लाउनु त्यहाँ एक स्टेप अझै उचाल्नु एक स्टेप त्यहाँ टेप लगाइदिनु भइहाल्छ ए यो त निकाल्नै पर्छ निकाल्नै पर्छ त उता चाहिँ साह्रो न त्यो माथि अलिकति ल निकाल्नु यता के गर्नु उता साह्रो न किन यो काठ राखेर टिपु बनाउनु पर्छ किन तान्नु हो होइन टेप लाउनु भनेको होइन लु भइरहेछ त लु लु उकाउनु यो निकालिदिनु अनि त्यहाँ अर्को टेप थपिदिनु त्यो होइन हौ के भनेको भनेको मतलब त्यो उकाउनु माथिको माथिको कागज मात्र उकाउनु कागज उकाएर चाहिँ अब त्यस्तै टाँसिदिनु भनेको त्यहाँ अलिकति त्यो टेप थपिदिनु यहाँ अझै उठ्दैन उठ्दा केही पनि हुँदैन त्यहाँ छोकै छैन कसरी उठ्छ सिकाउँदा पनि जानु हुँदैन त्यो कर्नरबाट चाहिँ उठाएको भएर प्याकिङ हालेको थियो उता कर्नर मिल्थ्यो अब अरू चाहिँ कसरी निकाल्नु अब त्यहाँ अलिकति टेप थपिदिनु थोरै अलिक यतासम्म बस अझै अझै ल्याउनु अझै हो त्यति बस उचाल्नु Oke, bukan. Udah? Itu sono juga, Bang. Start kan, start. Kita lagi berada. Pergi kan. Main tutup kan. Yo. Kita ada ini. Dah kasih ni. Udah. Kasih dah. यहाँ पनि लाउनु यहाँ अझै यता हो त्यहाँ छ त्यो उचालेर निकाल्नु यो स्टिकर अब त
गएको अलिकति त एकछिन है एकछिन है हाँच्नु 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 लु सर तिमीले गर्नु पर्यो अहिले निस्किन्छ लु ठाउँमा पुर्याउने हो भयो अलिक भएन तान्नुपर्छ त्यो प्राइस सक्यो नि त भयो त्यो त नतान्नु न किन बल गरेको उया उचाल्नु उता लानु सिधै त्यहाँदेखि मिलो कुना पनि उता नि हेर्नु खै जय बिस्तारै छोड्नु त यहाँ भइरहेछ त ठिक छ अहिले प्राङ्गा जान्छ नि बेसी छ अघि चाहिँ बसेको अलिक के भयो फेरि म टाँसिएर जान्छ उता त्यो लकडी चाहिँ निकाल्नु नि गएकै छैन त्यो राखेर उया लाउनु क्या छ त्यहाँभित्र छिर्छ अझै त्यहाँ ठाउँ छ अझै त्यहाँ हेर्नु त निहुरेर कति ठाउँ छ नि ठाउँ अनि लानु न लानु भन्दाखेरि किन चाहिँ बल गरेको चाहिँ हुँदैन मान्छे अब अलिअलि उता तान्नुपर्छ भयो भयो हुन्छ अलिकति हुँदैन आउँदैन अब त्यो कति कसरी खेल्नु यता खेल्नु भयो भयो आउँदैन त्यो पनि भइसक्यो यता भयो त्यो तान्नु त भाइ आउँछ नि
कहाँ पर राख्यो फेरि